नमस्ते विद्यार्थीहरू, आजदेखि हामी नेपाली व्याकरणको पहिलो पाठ वर्णबारे सिक्न जाँदैछौँ। हामी बोल्ने, सुन्ने, पढ्ने र लेख्ने सबै भाषाको आधार वर्ण हो। वर्णको राम्रो ज्ञान भएमा सही उच्चारण, सही लेखाइ र शुद्ध भाषा प्रयोग गर्न सजिलो हुन्छ। त्यसैले आज हामी वर्ण भनेको के हो, वर्णका प्रकार, यसका उदाहरणहरू र यसका महत्त्वको बारेमा सरल भाषामा पढ्नेछौँ। सुरुमा रहेको छ वर्ण भनेको के हो। नेपाली व्याकरणमा यो अति नै महत्त्वपूर्ण शीर्षक रहेको छ, किनभने सुरुवाती पाठ नै वर्ण भन्ने रहेको छ र हामीले वर्ण भनेको के हो जान्नै पर्ने हुन्छ। र यसलाई अझ स्पष्ट पार्नको लागि चाहिँ म वर्णको उदाहरणहरू पनि र यसका प्रकारहरू पनि प्रस्तुत गर्नेछु। वर्ण भनेको भाषाका सबैभन्दा साना उच्चारण गर्न सकिने ध्वनिलाई वर्ण भनिन्छ। भाषाका सबैभन्दा साना उच्चारण गर्न सकिने ध्वनिलाई वर्ण भनिन्छ। वर्णको प्रकारमा वर्ण जम्मा दुई प्रकारका हुन्छन्। एउटा हो स्वर वर्ण र अर्को हो व्यञ्जन वर्ण। स्वर वर्णका उदाहरणहरूमा रहेको छ अदेखि अहमसम्मकोलाई स्वर वर्ण भनिन्छ भने कदेखि ज्ञसम्मकोलाई व्यञ्जन वर्ण भनिन्छ। यसलाई अङ्ग्रेजीमा भन्दाखेरि भवेल साउन्ड, जुन स्वर वर्ण भवेल साउन्ड हो भने कन्सोनेन्ट साउन्ड व्यञ्जन वर्ण हो। र यहाँबाट हामी अब स्पष्टसँगले बुझिसकेको छौँ, जानिसकेको छौँ वर्ण भनेको के हो, वर्णका प्रकारहरू र यसका उदाहरणहरूबाट हामी वर्णलाई अब स्पष्टसँगले चिन्न सक्छौँ। धन्यवाद।